आजको भिडियोमा हामीले डेसिमल नम्बर ह्याभिङ पोइन्ट भएको डेसिमल नम्बरलाई हामीले बाइनरी नम्बरमा कसरी चेन्ज गर्छौं भनेर हेर्न गइरहेका छौं। सुरुमा हामीले यो वाला क्वेशनलाई हामीले फिगरमा चेन्ज गर्ने ट्राई गर्नुपर्छ। फिगर बनाउन आउन्न भनेपछि नम्बर कन्भर्जनको भिडियो भनेर थ्योरी कन्सेप्टहरु हेर्नु, त्यहाँ मैले फिगर कसरी बनाउने भनेर एक्सप्लेन गरिदिसकेको छु। अब हामीले फिगर बनाउँदाखेरि बेस भ्यालु हेर्न पर्ने हुन्छ। 10 के को बेस भ्यालु हो? डेसिमल को। अनि 2 केसको बेस भ्यालु हो? बाइनरी को। यदि हाम्रो लेफ्ट या राइट साइडमा दुईटा मध्ये एउटा साइडमा डेसिमल आछ भनेपछि हामीले के गर्नु पर्ने भएन, बीचमा डेसिमल भ्यालु लेख्नु पर्ने भएन। अब सेकेन्ड स्टेप के हुन्छ? हाम्रो डेसिमल भ्यालु छ नि त छ, तर कुन साइडमा छ त? लेफ्ट साइडमा छ कि राइट साइडमा छ? यदि हाम्रो डेसिमल भ्यालु लेफ्ट साइडमा हुन्छ भनेपछि हामीले के गर्न पर्ने हुन्छ? फ्याक्टर गर्न पर्ने हुन्छ। फ्याक्टर कतिले गर्छौं हामीले? 10 ले त हाम्रो फ्याक्टर हुन्छ, न मल्टिप्लाई हुन्छ भनेपछि हामीले 10 त युज गर्नै भएन। भनेपछि हाम्रो बच्यो कति? 2 बच्यो। 2 ले हाम्रो के गर्न पर्यो? हाम्रो यहाँ फ्याक्टर गर्न पर्यो। अब फ्याक्टर गर्दाखेरि हामीले ख्याल गर्नुपर्ने के कुरा छ भनेपछि 5.625 छ भने यदि हाम्रो डेसिमल पोइन्ट छ बीचमा छ भनेपछि हामीले लेफ्ट ह्यान्ड साइड डेसिमल भन्दा लेफ्ट ह्यान्ड साइडतिरकोलाई मात्र हामीले सुरुमा फ्याक्टर गर्छौं। हामीले कतिले फ्याक्टर गर्ने? 2 ले। 2 1 जा 2, 2 2 जा 4, बच्यो कति? 1। अनि 2 1 जा 2, बच्यो कति? 0। 2 0 जा 0, बच्यो कति? 1। यो कसरी जाने भयो? तलदेखि माथितिर। हामीले लेफ्ट ह्यान्ड साइड डेसिमल भन्दा लेफ्ट ह्यान्ड साइडलाई के गर्ने भयौं? फ्याक्टर गर्ने भयौं। अब डेसिमल भन्दा राइट ह्यान्ड साइडमा कति बच्यो? हाम्रो 0.625 बच्यो। यसलाई डेसिमल भन्दा राइट ह्यान्ड साइडलाई हामीले के गर्न पर्यो? इन्टु गर्न पर्यो। कतिले इन्टु गर्ने? जतिले हामीले फ्याक्टर गरे त्यतिले हामीले के गर्न पर्यो? इन्टु गर्न पर्यो। अब हेर है, 0.625 इन्टु 2 गर्यौं भनेपछि कति आयो? एन्सर तिमीहरुको 1.25 आउँछ। 1.25 आउँछ भनेपछि डेसिमल भन्दा लेफ्ट ह्यान्ड साइडतिरको हामीले कहाँ लेख्न पर्यो? यहाँ लेख्छौं। डेसिमल भन्दा राइट ह्यान्ड साइडतिरको 25 लाई चाहिँ हामीले 0.25 गरेर हामीले कहाँ लेख्न पर्यो? यसमा मतलब त्यसलाई हामीले फेरि के गर्नु पर्यो? मल्टिप्लाई गर्नु पर्यो। कतिले? 2 ले। अब 0.25 इन्टु 2 गरेपछि कति आउने भयो हाम्रो एन्सर? 0.5 आयो। अब डेसिमल भन्दा लेफ्ट ह्यान्ड साइडलाई हामीले कहाँ लेख्ने भनेको थिएँ मैले? यहाँ लेख्ने। डेसिमल भन्दा राइट ह्यान्ड साइडलाई हामीले कहाँ लेख्ने? यहाँ 0.5। 0 त लेख्नै पर्यो है, 0.5 लेख्नु पर्यो। अनि यसलाई पनि हामीले के गर्न पर्यो? इन्टु 2 गर्न पर्यो। 0.5 इन्टु 2 गर्दा कति आयो हाम्रो एन्सर? अब कति आयो? 1 आयो। 1 आयो भनेपछि अब यहाँ डेसिमल छैन भनेपछि हाम्रो के लेख्न पर्यो? यहाँ 1 लेख्न पर्यो। अब जबसम्म हाम्रो भ्यालु 1 हुँदैन या कुनै पनि नन डेसिमल भ्यालु हुँदैन तबसम्म हामीले मल्टिप्लाई गरिरहन्छौं। या हाम्रो भ्यालु नै आएन भनेपछि हामीले एटलिस्ट 5 to 6 टाइम्स हामीले मल्टिप्लाई गर्नुपर्ने हुन्छ। कुनै त्यो नम्बरलाई हामीले मल्टिप्लाई गरिराख्नु पर्ने हुन्छ 5 to 6 टाइम्स। अब यसमा फ्याक्टरमा के गर्थ्यौं हामीले भनेपछि तलदेखि माथितिर एरो गराउँथ्यौं भनेपछि यसमा हामीले के गर्न पर्ने हुन्छ? माथिदेखि तलतिर एरो गराउँछौं हामीले। भनेपछि अब यसको एन्सर कति हुने भयो? तलदेखि माथि एरो 101 पोइन्ट। अब यो के भयो? हाम्रो डेसिमल पार्ट हो नि त, डेसिमल पार्ट हो नि त, यो डेसिमल पार्ट हो नि त, त्यो भएर हामीले पोइन्ट लेखे के यो लेख्नु भन्दा अगाडि। अब यसलाई मैले के गर्नु पर्यो? माथिबाट लेख्नु पर्यो 101। हाम्रो के भयो? यो हाम्रो बाइनरी नम्बर भयो। केसको बाइनरी नम्बर भयो? 5.625 को। यो के भयो? हाम्रो यो एन्सर भयो।